चिनी राख्नु पर्यो क्या यही दाई हो यही मान्छे हो क्या बाँदरसँग जिस्किने मान्छे बौला हो बौलै हो बेलामा अघि जिस्किने बेलामा तिमी जिस्कियो कौन है ये लोग कहाँ से आते हैं ल सबैजनाले यो दाईलाई भाइरल बनाइदिनु पर्यो क्या चिनी राख्नु पर्यो क्या यही दाई हो हेलो नमस्ते हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा आज चाहिँ म काठमाडौँको स्वयम्भू नाथतिर आइसकेको छु यहाँनिर भ्लगर भयो त अब यहाँनिर यता चाहिँ सब्सक्राइबर हो नि फेरि ल जाउँ सबैजना याङ्गो कोही पठाऊ यता हामी चाहिँ केमा आएको याङ्गोमा आएको हो इन ड्राइभ चाहिँ एकदम घुम पसायो भने के हुन्छ पसायो भने चाहिँ के हुन्छ पसायो भने के हुन्छ जो चाहिँ धर्मात्मी छ त्यसले चाहिँ फसायो भनेदेखिको चाहिँ त्यो कहाँ उड्छ त नि पैसा त उडिहाल्छ नि सिक्का पो पुग्छ त त्यहाँ त सिक्का हो कहाँ यहाँ फाल्ने भनेको यो त भरे टिपेर लगिहाल्छ नि अर्कैले बेलुका राति हामी नआएको बेला होइन फेरि उठाउने मान्छे चाहिँ यही हुनसक्छ नि यही दाजु हुनसक्छ नि फेरि मेरो हालत चाहिँ कुद्दा कुद्दा धुलोले गर्दा यस्तो भइसक्यो होइन म के साह्रो भिड म त यहाँ त कुदाउन पनि एकदम अप्ठ्यारो हुँदो रहेछ गाडीहरू कुदाउन एकदमै अप्ठ्यारो अब हाम्रोतिर त खुल्ला रोड हुन्छ ताता पुरै जामै जाम हात दुखेर मर्ने गरी हुन्छ अब यता हाम्रो फेरि दोष छुट्टै पारा छ के गर्नु होइन ल अहिले यहाँ चाहिँ हामी स्वयम्भू नाथ माथि जाँदैछौँ ल एभ्रिवान आज चाहिँ म धेरै दिन पछाडि भ्लगमा आएँ सबैजनाले सब्सक्राइबर गरिदिनु होला देख्न बित्तिकै लाइक साइक ठोकिदिनु होला तिमी चाहिँ गर नि फेरि त्यहाँ नहाँस च्यानल मेरो अब हेर न भिडियो आएपछि थाहा भइहाल्छौ नि ल हेरिदिनु पर्यो सबैजनाले भ्लग चाहिँ ल गाइज हामी चाहिँ होइन कहाँ जाँदैछौँ भन त कालो गइरहेको कालो चाहिँ गइरहेको छौँ है शङ्ख एकदम यहाँ मन्दिरहरूको पूजासुजाको सामग्रीहरू चाहिँ आज चाहिँ म चाहिँ घरदेखि हिँडेको आज 3 दिन भइसक्यो ए यो कहाँ खिच्दो रहेछन् भनेको त यहाँ खिच्दो रहेछ नि त होइन टपमा भने जस्तै यहाँबाट चाहिँ सबै प्रायः देखिन्छ अनि चिलमा बाँदर बसिरहेछ हामीले आए फोटो खिच्न खोजेको टोक्ला जस्तै गरिसक्यो फेरि टोकिदियो भने त बिजोक होला नि दाइ फेरि ओइ दाइको मित्र रह नि त यहाँ ऊ होइन मित्ता हो नि फेरि सक्छ कसैले ठुलो बाँदर यता सानो बाँदर जुम्रा परेछ दिदी मोबाइल लगिदिएला नि अब दोस्तलाई फोटो खिच्नु पर्यो अरे यस्तो मेरो एन्ड्रोइड मोबाइलबाट खिच्ने हो त 2वटा आइफोन हुँदा हुँदै होइन त मेरो त खासै राम्रो पनि आउँदैन है अब यता काठमाडौँको भ्यू हेरिदिनु त तल ल खासै राम्रो नआए पनि सबैजनाले चाहिँ हेरिदिनु होला है ल हामी बस्ने चाहिँ त्यो धरारा नेरी हो है 9 तले धरारादेखि थोरै लेफ्ट जानुपर्छ अनि त्यहाँ आइपुगिहाल्छ हाम्रो कोठा बाँदर यहाँ ठुलो बाँदर रहेछ हाम्रो श्याम दाईको मित्र आम्मामा यार कत्रो जन्तु छ नि यता त ल यता चाहिँ यो मूर्ति थाहा छैन है मलाई पनि यो के हो एक्ज्याक्टली ल अब चाहिँ खासै म अब यहाँ चाहिँ देखाउन चाहिन धेरै चिजहरू यति हो अब तपाईँहरूलाई पनि थाहा छ होला मलाई भन्दा त धेरै यता हाम्रो जस्तै धेरैचोटि घुमिसकेको छ शीतलमा अब घाम नलागेको बेला मात्र क्यामेरा देखिन्छ अब राम्रो नभए त्यस्तै हो म कहिले पनि आएको थिइनँ अब खुसी नै लाग्यो यो ठाउँमा आएर स्वयम्भू नाथ
सामानहरू पनि के पाउँदो रहेछ है यहाँ त बाँदर क्या धेरै एकदम भ्यू चाहिँ बबाल देखिने रहेछ गाइज प्लेन उडिरहेछ म यता भिडियो गरिरहेछु अब के गर्ने जाउँ फोटो नभए है ब्लग काम खतम गरौँ ब्लगको काम चाहिँ एकदम खतम गरौँ घुम्यो अब कता घुमाएछ क्यामेरा है अब सबै घुमिसक्यो दोर्जे अरे यो यस्तो घन्टीहरू बजाउनुपर्छ मन्दिर आएको बेला टङडङ 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 पार्टी एकदमै पर्यटकीय क्षेत्र हो यो चाहिँ उतो बिल्डिङ होला कहाँ छ धरारा भन्दा अग्लो हो नि त्यो त त्यस्तै लाग्यो मलाई चाहिँ सो एभ्रिवान आजको भ्लग चाहिँ यति नै हो खासै लामो पनि हुँदैन आज सबैजनाले चाहिँ अब स्वयम्भू आएको भिडियो हेरिदिनु होला अब म चाहिँ राइड गर्दा पनि भिडियो बनाउँछु अब चाहिँ भन्ने सोचमा छु सो जसले पनि फलो गर्छ लाइक पनि गर्छ होइन अनि यता हाम्रो दाजुहरू झन् म्यान युट्युब नाम चाहिँ के रे भाइ युट्युब नाम पिडियन राजु 09 पण्डित राजु पण्डित राख्छु राम्रै भयो भने पण्डितै राखिदिन्छु फेरि म त होइन फेरि यता हाम्रो तपाईँको युट्युब च्यानलको नाम के अरे म भाइरल गरिदिन्छु नि फेरि नगर मेरो च्यानल अलरेडी भाइरल भइसकेको छ हामी त किन भाइरल बनाइदिने हामी यति भाइरल भयो नि ल बनाइदियो त्यसो भएदेखि ल सबैजनाले यो दाइलाई भाइरल बनाइदिनु पर्यो क्या चिनिराख्नु पर्यो क्या यही दाइ हो यही मान्छे हो क्या बाँदरसँग जिस्किने मान्छे